साउन्ड आएको छैन। हिजो आवाज आएको छैन। Bros. हिजो आवाज आएको छैन। के भयो? माइक एकचोटि बन्द गरेर खोल्नु त। साउन्ड आएन। हजुर बोलेको आवाज आउँदै आएको छैन। वन्दना भन्थे आवाज आएको छैन। राख्नु भएको छ, आवाज आएको छैन। स्पिकर हेडफोन त होइन भन्दैछु। स्पिकर हेलो। हेलो हेलो आवाज आयो। हजुर आयो भन्थे साउन्ड आयो। आयो अहिले आयो। ए ल त्यसो भए त यतापट्टि मैले गरेछु ल आयो। ल त्यसो भए अब हामी क्लास सुरु गरौँ होला। ल क्लास सुरु गर्नुभन्दा अगाडि सधैँ जस्तै भगवान् बुद्धलाई वन्दना गरौँ। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। साधु साधु साधु। यहाँ बिहारमा कार्यक्रमहरू भइरहेको हुँदाखेरि आवाज चाहिँ अलिकति मेरो पनि स्वर चाहिँ अलिकति बिग्रिरहेछ, फाटिरहेछ। अब हामी माथितिर नजाउँ होला, अगाडि बढ्नु पर्ला। अब हाम्रा उपासकज्यूहरू उपासिकाज्यूहरूले पनि यो अलिअलि अगाडि हेर्दै गर्नु होला, टाइम पाएको बेलामा, समय भएको बेलामा है। अब हाम्रो यो कक्षा क्लास चाहिँ अब हाम्रो यो इक्जाम हुने दिन बेलासम्ममा पक्कै पनि यो पुरा हुँदैनन्। अगाडिको पाठहरू अलिअलि अलिअलि तपाईँहरूले पनि हेर्दै गर्नु होला। त्यति गाह्रो त छैन, यो एउटा कथा हो। कथा भएको भन्दाखेरि यति गाह्रो त हुँदैन हजुर यहाँहरूलाई।
Sakuti namanya panjang, Iwang, Setelah Jambu Tibau, Gimana sekolah यो पनि सही पिण्डया पविसी ल हामीले अस्ति यहाँसम्म पढेको जस्तो लाग्छ यो पनि होइन ल कन्जी चरन्दङ मुखदम्मा देशकङ यहाँसम्म होला गसकङ तुम्हें यातन दि उते चिन्ताइन्छु आज नै तपाईँले जानिदिन्छु यति नै हो अथवा ल यहाँसम्म चाहिँ हामीले अस्ति पाठ गरिसकेको छ अब हामी तलबाट जाउँ है यहाँ अब यताबाट जाउँ होला एवं सती यो दुईटालाई एकैचोटि यसरी मिलाएर अर्थ दिनु होला बल्ल अर्थ लाग्छ अलग अलग दियो भने पनि हुन त हुन्छ तर पनि एवं यस्तो सती हो भने भनेर पनि यसरी पनि दिन मिल्छ र एकैचोटि यो दुईटालाई यसरी मिलाएर एकैचोटि अर्थ दिन पनि मिल्छ हेर्नुहोस् है एवं सती यस्तो हो भने इमस्सा इमस्सा यसको अथवा सञ्जय परिभाजकले भनेको सञ्जय परिभाजक हो इमस्सा यसको सन्धिके ठाउँमा अथवा समीपमा ब्रह्मचर्यवास हो ब्रह्मचार्यवास निरर्थको निरर्थक छ निरर्थको निरर्थक छ मयङ हामीहरू यङ मुखधम्म जुन मोक्ष धर्मलाई यङ मुखधम्मङ मयङ हामी है हामी अथवा हामीहरू यङ मुखधम्मङ जुन मोक्ष धर्म है यङ जुन भनेको चाहिँ यङबाट आएको हो यङ मुखधम्मङ जुन मोक्ष धर्म गवेश सिदुङ खोज्नको लागि है गवेषण गर्न रे यहाँ चाहिँ है अनुवादमा गवेषण गर्न भनेको छ तर खोज्नको लागि नै भन्न पनि मिल्छ गवेषिदुङ खोज्नको लागि अथवा गवेषण गर्न निखन्दा निस्केका हौ निखन्दा निस्केका हौ सो त्यसलाई है त्यो अथवा त्यो धर्म इमसा हामीले जुन खोजेको त्यो धर्म भने उहाँहरूले खोजेको त्यो मोक्ष धर्मलाई भनेको है यो सो भनेको चाहिँ त्यो भनेको छ त्यो भनेको चाहिँ ती मोक्ष धर्म सो त्यो इमसा उसको अथवा यसको इमसा यसको यो सञ्जय परिभाजकको सन्धिके समीपमा ठाउँमा उपादेदुङ उत्पन्न गर्न सक्दैन रे उपादेदुङ उत्पन्न गर्न अथवा प्राप्त गर्न सक्दैन महागोबना जम्बुद्वीप महागोबना जम्बुद्वीप हो जम्बुद्वीप मान्छ जम्बुद्वीप मान्छ है महा भनेको महान खोपना जम्बुद्वीप हो यो खोपना भनेको यो निपातहरू हुन्छ यो चाहिँ सब कुराको लागि राखेको हुन्छ कहिले कहिले यिनीहरूको अर्थ लाग्दैन कुनै कुनै ठाउँमा चाहिँ यिनीहरूको अर्थ लाग्दैन कुनै कुनै ठाउँमा चाहिँ यिनीहरूको अर्थ हुन्छ कुनै कुनै ठाउँमा यिनीहरूको अर्थ हुँदैन र अहिले यहाँ हाम्रो यहाँ देखाएको अनुवाद अनुसार चाहिँ यस अर्थ
सुरुदेखि हेर्नु है अघि इन्टरनेट गएर अहिले फेरि डाटाबाट खोलिरहेको छ एकछिन अब फेरि आउँछ होला एकछिन वाइफाई पनि अघि हामी यहाँ पढ्दै थियौँ पढ्दा पढ्दै मेरो इन्टरनेट कनेक्सन के भयो कट भयो त्यस कारणले एकछिन अफ भएको है बन्द भएको अहिले भर्खर फेरि मैले लाइन जोडेर अहिले फेरि खोलेको छु ल अघि यहीँबाट फेरि हेरौँ मलाई एवं सती रे यस्तो भन्दैन हो भन्छ गुरु हजुर एवं सती एवं यस्तो सती हो भने है एवं यस्तो सती हो भने यो सती चाहिँ फेरि तपाईँले यो स्मृति सती भने त्यो स्मृति चाहिँ होइन है यसरी बुझ्नु होला फेरि हाम्रो यो स्मृतिमा स्मृति भन्ने एउटा सती पनि हुन्छ नि एवं सती यस्तो हो भने इमसा यसको अथवा यसको भन्नाले ती सञ्जय परिभाषाको भन्न खोजेको यसको सन्धिके समीपमा ठाउँमा अब यसको आश्रममा भन्न खोजेको यसको आश्रममा ब्रह्मचर्यवास हो ब्रह्मचर्यवास निरर्थक छ अर्थ छैन अरे मयङ हामी यङ मोक्षधर्म यङ जुन मोक्ष धर्म गवेषितुङ खोज्नको निम्ति अथवा गवेषण गर्न यहाँ चाहिँ गवेषण गर्न निखण्ड निस्केका हौ सो त्यो अथवा मोक्ष धर्म इमास यसको सन्धिके समीपमा उपादेदोङ उत्पन्न गर्न अथवा प्राप्त गर्न सक्दैन उपादेदोङ उत्पन्न गर्न अथवा प्राप्त गर्न सक्दैनन् महाकोपना जम्बुद्वीप महाकोपना महान छ गामा निगमा राजा धनी हो गाउँ निगम राजधानीहरूमा चरन्द चारिगा गर्दा गामा निगममा राजधानी हो गाउँ निगम राजधानीहरूमा चरन्द चारिगा गर्दा अथवा चारिगा गर्दा अध अवश्य पनि अध भने चाहिँ अवश्य भन्ने अर्थ लाग्छ है अवश्य पनि निश्चित पनि निश्चित अथवा अवश्य अध अवश्य नै अथवा निश्चित नै मोक्ष धर्म देशक भनेको मोक्ष धर्मलाई बताउने सुनाउने भन्न सक्ने भन्ने व्यक्तिलाई भनेको हो मोक्ष धर्म देशक कन्जी कोही आचार्यलाई लभिसामा लाभ गर्नेछौँ मोक्ष धर्म देशक कन्जी कोही अब यहाँबाट दिने पनि मिल्छ कन्जी कोही मोक्ष धर्म देशक आचार्यलाई लभिसामा लाभ गर्नेछौँ भनेर यसरी पनि हामीले अर्थ दिन मिल्छौँ है यहाँ चाहिँ अब कोहीलाई पछाडि गरेर अर्थ अनुवाद गरेको छ तर यहाँ अलिकति त्यो लय भागा भाषा मिलाउनको लागि चाहिँ यो कन्चीलाई अगाडि दियो भने झन् राम्रो हुन्छ कन्जी कोही मोक्ष धम्म देशकं सरी यहाँ कन्जी मेरो फेरि यहाँ के भयो कन्जी कोही मोक्ष धम्म देशकं मोक्ष धर्म देशक आचार्यलाई लभिसामा लाभ गर्ने छौँ अथवा पाउने छौँ भनेर यसरी उहाँहरूले विचार गरेको यो चाहिँ फेरि एकचोटि हेर्नु होला माथिबाट एवं यस्तो सती हो भने इमस्स यसको सन्धिके समीपमा ठाउँमा ब्रह्मचर्यवास
निरर्थक हो, निरर्थक हो, निरर्थक हुने हो, निरर्थक छ भन्न पनि खोजेको हो, निरर्थक हो। मयङ हामी यङ मोखदमङ यङ जुन मोखदमङ मोक्ष धर्म गवेषितौँ गवेषण गर्न खोज्न निखण्ड निस्केका हौ। सो त्यो मोक्ष धर्म इमसा यसको सन्धिके समीपमा ठाउँमा उपादेदुङ उत्पन्न गर्न प्राप्त गर्न सक्दैनन्। महाको भना जम्बुद्वीप हो, जम्बुद्वीप हो, जम्बुद्वीप महाको भन्दा महान छ, ठुलो छ, फरकिलो छ भनेर भन्न खोजेको हो। गाम निगम राजधानी यो गाउँ निगम राजधानीहरूमा चरन्दा चारिका गर्दा अध निश्चित नै या अवश्य नै मुख कन्जी कोही मोक्षधर्म देशकं मोक्ष धर्म देशक आचार्यलाई लभिसामा प्राप्त गर्ने छौँ अथवा लाभ गर्ने छौँ भनी विचार उहाँहरूले गर्नुभएको थियो है। उहाँहरूले यसरी विचार गरेका थिए, दुईजना उहाँ उपदेष्टा र कोलितले। किन यसको यो आचार्य यो सञ्जय परिभाजकको ठाउँमा ब्रह्मचार्य पालन गरेर बस्नु निरर्थक छ। हामीले जुन मोक्ष धर्मलाई खोज्नको लागि निस्केका थियौँ, त्यो मोक्ष धर्म यसको ठाउँमा समीपमा प्राप्त गर्न सक्दैन। यसको यो गुरुसँग अथवा यो सञ्जय परिभाजकसँग प्राप्त गर्न सक्दैनन्। यो जम्बुद्वीप महान छ, गाउँ निगम राजधानीहरूमा चारिका गर्दै घुम्दै गर्दा अवश्य नै कोही मोक्ष धर्मलाई बताउन सक्ने आचार्य पाउने छौँ, प्राप्त गर्ने छौँ भनेर यसरी उहाँहरूले विचार गरेका थिए है। उहाँहरूले विचार गरेका थिए। यो चाहिँ अब उहाँहरूको त्यो उहाँहरू दुईजनाको विचार हो। अब यसमा भन्ने हो भने यसमा अलिकति भन्ने हो भने अब लभिसामा भनेको चाहिँ तपाईँहरूले थाहै छ, यो भविष्यकालको क्रिया हो। लभिसामा यो आख्यात क्रिया हो। लभा धातु अनि सामा विभक्ति भनेर बुझ्नु होला। अब यहाँ गामा निगमा राजधानी यो पनि समास नै हो। चरन्दा यो चाहिँ कितन्दा हो होइन। अद्दा भनेको चाहिँ अवश्य नै भनेको यो चाहिँ निवादको रूपमा पनि लिन्छ। मुखधम्म देशका यो पनि समास हो। यो कन्जीहरू पनि यो यिनको चाहिँ अब यसलाई पनि निवादको रूपमा लिने गरिन्छ। अनि इमस सन्धिके अब लगभग यहाँनिर चाहिँ तपाईँहरूलाई धेरै जस्तो समास नै छ। यहाँ समास शब्दहरू छन्, जोडिएको समास शब्दहरू छन्। ब्रह्मचर्य वास हो, यो पनि समास नै हो। निरर्थक हो, यो चाहिँ अब के हुनसक्छ भन्दाखेरि यो किदन्त क्रिया हुनसक्छ। यो चाहिँ मयाङ भनेको मयाङ भन्ने आम शब्दबाट आएको यो हो। यो चाहिँ बहुवचन भयो, द्वितीय प्रथम बहुवचन मयाङ आमी भन्ने हुन्छ त्यहाँ। मोखदमङ यो पनि समास नै हो। गवेश सितुङ मोक्ष गवेश सितुङ यो चाहिँ तपाईँहरूको के हुन्छ भन्दाखेरि यो पनि अब यो चाहिँ अब गवेषण गर्नको लागि भनेपछि चतुर्थी विभक्तिलाई तुङहरू तथा बनाउने एउटा नियम छ। हुन त यो किदन्त नामपद हो, संज्ञा नामपद हो। अब निखन्द यो पनि किदन्त नै हो, या अन्त प्रत्यय छ, यो गछन्दा भने जस्तै। अब यसरी हेर्ने हो भने सबैलाई यसरी एउटा गरी हामीले छुट्याउन सक्छौँ।
यो चाहिँ अब तपाईँहरूले व्याकरणमै हेर्नु होला है, व्याकरण पढ्दाखेरि नि हेर्नु होला। यहाँ सबै भन्न थाल्यो भने फेरि हाम्रो पाठ अगाडि जान्दैनौँ। त्यस कारणले अब पाठलाई अगाडि लिएर जाउँ होला। ल भन्थे अब यहाँ हजुर योभन्दा अगाडिको चाहिँ हामीले पढेको थिएन कि अँ, तेसङ पवित्र काले पठाए सञ्चयो भन्ने चाहिँ योभन्दा हजुर माथिको चाहिँ। योभन्दा तत माथिको एउटा खासमा माथिको कुन चाहिँ पढेको थिएन हजुरले? योभन्दा अहिले हामीले पढेको भन्दा माथिको हरफ पढेको थिएन कि यो यो पढेको एम थिएन छ र यो हामीले यो तेसङ पवित्र काले पठाए चाहिँ योबाट पढ्न सुरु गर्नुपर्ने। यहाँबाट पढ्नुपर्ने थियो हो। हजुर सर। ए मैले पनि ख्याल गरेँ। अब अर्को पटक चाहिँ उ गरिराख्नु पर्यो, यहाँ एउटा नोट मार्क्स गरिराख्नु पर्ने रहेछ है। हुन्छ धेरै हस्। हुँदाखेरि आफै अल्मने कता पुग्यो कहाँ पुग्यो। ल त्यसो भए यहाँ यो पनि हेरौँ है, यहाँ पनि पढेको छैन भनेपछि यो पनि हेर्नु होला। तेसङ उनीहरूको रे है, उनीहरूको भनेकोले यो उपतिस र कोलीलाई भनेको। तेसङ उनीहरूको पबजित काल त प्रवज्य भएको समयबाट है, प्रवज्य भएको समयबाट अथवा प्रवज्य कालदेखि प्रवचित समयदेखि भनेर यहाँ चाहिँ अनुवाद गरिएको रहेछ। त्यसरी पनि मिल्छ, अथवा प्रवज्य भएको समयबाट भनेर पनि मिल्छ है। यो मैले तपाईँहरूलाई पहिले पनि भनेको थिएँ, यो देखि बाट अनि यस्तोहरू चाहिँ यो पञ्चमी विभक्तिको प्रतिनिधि गरिन्छ। यो तो प्रत्ययले है, यो तो भन्ने यो प्रत्यय हो। यो तो प्रत्ययले चाहिँ यो पञ्चमी विभक्तिको प्रतिनिधि गर्छ। पञ्चमी विभक्तिको आफ्नै यो लक्षणहरू त छ, तर पनि यो तो भन्ने पनि प्रत्यय हो। यो तो प्रत्यय चाहिँ लगभग यो पञ्चमी विभक्तिलाई प्रतिनिधि गर्छ। त्यस कारणले कहिले कहिले यो बाटा भन्ने अर्थ लाग्छ, कहिले कहिले चाहिँ यो देखि त्यहाँ कहाँ त्यहाँदेखि भने यसो देखि भन्ने अर्थ पनि लाग्छ। यहाँ चाहिँ देखि भनिदिएको रहेछ, यो पनि मिल्छ है। प्रवचित समयदेखि भनेर पनि मिल्छ, अथवा प्रवचित भएको समयबाट यसरी पनि गर्न मिल्छ है। फेरि हेर्नु होला, पबजित कालो प्रवचित समयदेखि पठाया समय पठाया काल त प्रवचित समयदेखि पठाया पठाया। त्यस भए पबजित काल त पठाया पबजित काल त समयबाट पठाया पठाया सुरु भनौँ। प्रवचित भएको समयदेखि एकैचोटि यहाँसम्म दिने रहेछ अर्थ है। पठाया पठाया भनेको चाहिँ अब सुरु गरेर भनेर अर्थ पनि लाग्छ कुनै कुनै ठाउँमा। पठाया है, सुरु गरेर, सुरु भएर है, सुरु भएर, सुरु गरेर, प्रारम्भ गरेर भन्ने अर्थ पनि लाग्छ यो पठाया भन्ने अलग्गै अर्थ चाहिँ। तर यहाँ चाहिँ एकैचोटि यहाँ जोडेर अनुवाद गरिएको छ। पबजित काल त पठाया प्रवचित भएको समय कालदेखि है, प्रवचित समयदेखि समयबाट। सञ्जयो यहाँ तल अनुवादमा चाहिँ प्रवचित समयदेखि भनेको छ। अब प्रवचित भनेको चाहिँ यो पबजितबाट आयो, अनि काला भनेको चाहिँ समयबाट आयो। अब तो पठाया होइन, काला तो प्रवचित समयबाट सुरु। अब यो पठाएलाई कस्तो अर्थ भन्न कस्तो गाह्रो है। यहाँ पबजित काला त यहीँबाट पुरा भयो त भन्यो भने यहीँबाट अर्थ पुरा छ। पबजित काला त प्रवचित समयदेखि पठाया अब सुरु भएर, पठाया सुरु गरेर होइन। सञ्जय हो, सञ्जय परिभाजक है, सञ्जय परिभाजक अतिरेक लाभा भाग्य भाग्य भक यस सरी यसक पतो अतिरेक लाभक यसक पतो है। अतिरेक लाभक यसक पतो। अतिरिक्त भने अतिरेक भनेको चाहिँ अतिरिक्त नै हो। यहाँ चाहिँ झन झन भनेको छ। झन झन रे अग्र लाभ यस प्राप्त भएको औसी थियो रे। झन झन अग्र लाभ यस प्राप्त भएको अहोसी थियो रे।
पत्तो चाहिँ प्राप्त भन्छ है। यहाँ चाहिँ पत्तो चाहिँ प्राप्त भन्ने अर्थ लाग्छ। प्राप्त भएको, यो पत्तो चाहिँ प्राप्त भएको। अगाडिको चाहिँ अब अग्र लाभ, अग्र यश होइन, यश कृति, उनको समाचारहरू खबरहरू जताततै फैलियो, फलाना फलाना गुरु कहाँ यसरी के अरे यो कोलित र उपतिस्स भन्ने यो प्राख्यात नाम चलेका यी दुईजना युवकहरू त्यहाँ शिक्षा ग्रहण गर्न गएको छ भनेर अब जताततै उहाँको नामहरू फैलिएर गएको थियो रे। जब उपतिस्स र कोलित दुईजना चाहिँ ती सञ्जय परिवाजकको आश्रममा आएर प्रवज्या, अब के भन्छ यो परिवाजक प्रवज्या है। प्रवज्या भनेको फेरि तपाईँहरूले यो भिक्षु भन्नेलाई मात्रै प्रवज्या भन्दैन, प्रवज्या भन्नाले ऋषि मुनिहरूलाई पनि प्रवज्या भनिन्छ है। र यो प्रवज्या भनेको शब्द चाहिँ मुख्य चाहिँ आफ्नो घरबार त्यागेर जाने। अब प्रवज्याको अर्थ चाहिँ भन्यो भने अझै पठमा मेवा वजितपदी पठमङ भनेर भन्छ, प्रवज्जङ भन्छ है। पठमा मेवा वजितपदी प्रवज्जङले पहिलो चरणको रूपमा पुगेको हुनाले प्रवज्य भनेको रे है। पहिलो चरणको रूपमा, पहिलो चरणको भन्नाले अब भिक्षुभन्दा तल है, भिक्षु हुनुभन्दा उपसम्बद्ध हुनुभन्दा पहिला चरणमा, पहिलो तहको रूपमा प्रवेश गरेको हुनाले प्रवज्य भनेको हो रे। त्यस कारणले अब उपसम्बद्ध हुनुभन्दा अगाडि भएका ऋषि प्रवज्या, अनि यो परिभाजक प्रवज्या, आजीवक प्रवज्या सबैलाई नै प्रवज्य नै भन्छ है। हामी यो भिक्षु भन्नेले मात्रै प्रवज्य भन्दैनन्, यसरी बुझ्नु होला तपाईँहरूले। यो प्रवजित काल तोरे पठाया, प्रवजित भएको समयदेखि है, प्रवजित भएको समयदेखि रे सञ्जय सञ्जय परिभाजक अतिरेका लाभक लाभक अग्ग, यहाँ लाभ अग्ग यस अग्ग भनेर यसरी यहाँ सन्धि भएर यहाँ बसेको छ है। यो अहरू सबै यहाँ के भयो, लोभ भएर यहाँ सन्धि भइरहेको छ। त्यस कारणले यो अग्र भन्ने चाहिँ कहाँबाट आयो भन्दाखेरि यो लाभकमा भएको यो अग्गबाट आएको अर्थ हो अग्र भनेको चाहिँ। त्यस कारणले हाम्रो यहाँ किताबमा चाहिँ तल अग्र लाभ यश एकैचोटि दिएको छ है। अग्र लाभ अग्र यश प्राप्त भएको अवश्य थियो भनेर यसरी पनि छुट्टै छुट्टै अग्र लाभ अग्र यश भनेर पनि यसरी अर्थ दिन मिल्छ, एउटा एउटा गरी छुट्याएर पनि दिन मिल्छ। तर यहाँ चाहिँ एकैचोटि जोडेर अर्थ दिएको छ, अग्र लाभ यश प्राप्त भयो रे, प्राप्त भयो भनेर यसरी एकैचोटि एकै ठाउँमा यसरी गाँसेर अर्थ दिएको, जोडेर अर्थ दिएको रहेछ। यसरी पनि मिल्छ। फेरि एकचोटि हेर्नु होला, अधिरेका लाभका यशका पदो झन झन अग्र उत्तम लाभ यश प्राप्त भएको अवश्य थियो अथवा प्राप्त भयो अवश्य भयो रे। पत्तो प्राप्त भएको अवश्य भयो अथवा प्राप्त भएको थियो, प्राप्त भयो। अतिरेका लाभक यसका पत्तो अति झन झन अग्र लाभ यश प्राप्त भएको भयो रे। कस्तो भएको भयो भन्दाखेरि कस्तो कस्तो अर्थ पनि, प्राप्त भएको थियो भनेको चाहिँ अझै अलिकति मिल्छ अर्थ। यहाँ भयो भनेको चाहिँ अब जुन धातुको जुन यो अहोसी भन्ने धातुको अर्थ अनुसार भयो भनेर यसले अनुवाद गरेको हो। तर हामीले यो यसलाई बुझ्ने गरी भन्नुपर्दाखेरि चाहिँ अतिरिक्त रूपमा लाभ सत्कारहरू प्राप्त भएको थियो भनेर पनि यसरी हामीले सरल तरिकाले पनि यसरी यसलाई लेख्न मिल्छन् अथवा अनुवाद गर्न मिल्छ है। ल अतिरेका लाभक यसका पदो झन झन अग्र लाभ यश प्राप्त भएको अवश्य भयो रे। उनीहरू कति पाएन, केही दिनमा नै है, कति पाएने वा केही दिनमा नै। कति भनेको चाहिँ केही हो, पाएन भने चाहिँ अब केही दिन, एवाबाट नै आएको है। एवा यहाँ सन्धि भन्छ, कति पाहने एवा, केही दिनमा नै सबै
सञ्जयसा सञ्जयको समयाङ सिद्धान्तलाई अथवा विचारलाई शिवलाई परिमन्दितद्वारे सिकेर यो समयाङ भनेको सिद्धान्त अथवा उसको मत भनौँ न मत सिद्धान्त शिव यहाँ चाहिँ शिवलाई भनेर अनुवाद गरेको रहेछ हाम्रो तपाईँ हामीहरूको किताबमा चाहिँ शिवलाई भनेर यो समयाङलाई शिव भनेर यसरी अर्थ अनुवाद गरेको रहेछ शिव पनि मिल्छ तर पनि यसको अझ राम्रो अर्थ चाहिँ सिद्धान्त अथवा उसको मत धारणा विचार धारणा है सञ्जयको समयाङ शिव अथवा सिद्धान्तलाई परिमतिद्वारा सिकेर अध्ययन गरेर आचार्य तुम्हागङ तपाईँले जानन समयो जानेको शिव अथवा सिद्धान्त यताको वा यति मात्रै हो रे यति मात्रै हो यतको एवा यहाँ पनि यसरी सन्धि भएको छ है यतको र एवा सन्धि भएको छ यतको एवा यति मात्रै हो उदाउ यति नै हो उदाउ अथवा उत्तरेम्बी माथि माथि पनि अथि छ अथवा छौ भनेर यसरी छौ यदि यसरी पुग्छिङ्सु सोधेरे है पुच्छिङ्सु सोधेरे यति मात्रै हो कि अझै छ भनेर सोधेरे उहाँहरूले यतको वा सपङ तुमेही न्यातन्दी उद्देर तिमी यतको वा यति मात्रै हो रे उसले है त्यो चाहिँ अब गुरुले भनेको सञ्जय परिभाषा यतको वा यति मात्रै हो सपङ सबै तिमीहरूले न्यातङ जानिसके यदि यसरी उद्दे भन्दारे चिन्ता जिन्सु विचार गरे रे ती उपतिस र कोलीले फेरि विचार गरे रे यसलाई फेरि एकचोटि हेर्नु होला तेसङ उनीहरूको प्रवचित कालतो पठाया प्रवचित भएको समयदेखि कालतो पठाया समयदेखि है प्रवचित कालतो पठाया समयदेखि सञ्जय अतिरेक लाभक यसक पदो झन अग्र लाभ यस प्राप्त भएको औसी भयो ते उनीहरूले कति पाइने वा केही दिनमा नै सबै सञ्जय परिभाषकको समय शिव या सिद्धान्त परिमन्दितद्वारा सिकिसकेर अध्ययन गरेर आचार्य तुम्हागङ तपाईँले जानन समय जानेको शिव या सिद्धान्त यतको वा यति मात्रै हो उदाउ अथवा उत्तरेम्बी माथि पनि अथि छ है माथि यहाँ चाहिँ यति अरू पनि छ रे उत्तरिम्बीलाई यहाँ अरू पनि छ भनेर सोधेको छ माथि पनि छ योभन्दा माथि योभन्दा अझ छ योभन्दा अरू पनि छ योभन्दा उच्च शिक्षा पाइन्छ भनेर यसरी भन्न खोजेको हो उहाँहरूले उत्तरिम्बी अरू पनि उदाउ अथवा उत्तरिम्बी अरू पनि अथि छ त्यसरी दिए पनि हुन्छ उदाउ अथवा उत्तरेम्बी उच्च शिक्षा योभन्दा उच्च शिक्षा पनि अति छ रे उच्च माथि पनि अति छ यदि यसरी पुछिङ्सु सोधेर प्रश्न गरेर अनि यतको वा सपङ तुमे न्यातन्दी यतको वा यति मात्रै हो सपङ सबै तिमीहरूले
ज्ञातन जानिसके यदि यसरी उद्दे भन्दा चिन्तायिङसु विचार गरे रे। फेरि उहाँले विचार गरे यसरी भनिएको बेलामा है उद्दे भन्दा अथवा भनिएको बेला उद्दे भनिएको बेला है उद्दे भनिएको बेला भन्दा चिन्तायिङसु चिन्तन विचार गरे रे। जानेको हो रे, तिमीहरूद्वारा जानेको हो, यति नै हो, सबै तिमीहरूद्वारा जानेको हो रे। ज्ञातन्ती ज्ञातन जानिस सके, तिमीहरूले जानिसके, तिमीहरूद्वारा जानेको हो, यताको वा सबै नै तिमीहरूले जानिसके। भन्न खोजेको चाहिँ अब उहाँहरू दुईजना ती सञ्जय परिव्राजकसँग गएर प्रवज्य भएको दिनबाट सञ्जय परिव्राजकलाई अतिरिक्त रूपमा झन् लाभ सत्कारहरू यश कृतिहरू बढ्दै बढ्दै गयो रे, बढ्दै आयो रे। केही दिन त्यहाँ बसिसकेपछि रे उहाँहरू दुईजनाले रे सञ्जय परिव्राजकको जति पनि मतहरू सिद्धान्तहरू शिवहरू छन् ज्ञानहरू छन् सबै उहाँहरूले सिकिसक्यो अरे, सिकिसक्यो, केही पनि बाँकी नरहने गरा सिकिसकेको हुनाले केही दिनमै उहाँहरूले ती सञ्जय परिव्राजकको सबै सिद्धान्तहरू मतहरू सिकिसकेको हुनाले अनि उहाँहरूले फेरि सोधे, गुरु आचार्य गुरु तपाईँले जानेको यति मात्रै हो र या अथवा अझै छन् भनेर सोध्नुभयो। त्यसपछि उहाँहरूले त्यसरी सोधेपछि अनि सञ्जय परिव्राजकले मैले जानेको यति नै हो, मैले जति जानेको छ त्यो सबै तिमीहरूले सिकिसकेको छ, जानिसकेको हो भनेर सञ्जय परिव्राजकले यसरी जवाब दिनुभयो। अनि सञ्जय परिव्राजकको यो जवाब कुरा सुनेपछि अनि उहाँहरूले फेरि विचार गरेको है। त्यसपछि फेरि उहाँहरूले यो विचार गरेको उद्दे भनिएको बेला चिन्तायिङसु विचार गरे रे। अब कसरी सञ्जय परिव्राजकले हो मसँग भएको यति नै हो, सबै तिमीहरूले जानिसकेको छ भनेर यसरी सञ्जय परिव्राजकले भन्दाखेरि अनि उहाँहरूले फेरि विचार गर्यो। कसरी विचार गर्यो भन्दाखेरि अघि हामीले पढेको पाठ है। यसो भने यो गुरुको अथवा यो सञ्जय परिव्राजकको ठाउँमा बसेर ब्रह्मचार्य पालन गर्नु निरर्थक छ, कुनै पनि अर्थ छैन। जुन हामीले मोक्ष धर्मलाई खोज्नको लागि हामी निस्केका थियौँ त्यो मोक्ष धर्म अब यो सञ्जय परिव्राजकको ठाउँमा छैन रहेछ, सञ्जय परिव्राजकसँग नपाउने रहेछ। यो जम्बुद्वीप ठुलो छ, फरकिलो छ, महान छ। गाउँ निगम राजधानीहरूमा घुम्दै डुल्दै गर्दा मोक्ष धर्मलाई बताउन सक्ने कोही न कोही गुरु आचार्यहरूलाई हामीले पक्कै पनि पाउने छौँ, प्राप्त गर्नेछौँ, लाभ गर्नेछौँ भनेर यसरी उहाँहरूले विचार गर्नुभएको। र यसरी विचार गरिसकेपछि फेरि उहाँहरू यहाँबाट सुरु हुन्छ है। अब तत्त्व पठाया त्यस समयदेखि यहाँ पुग्यो है। अघि हामीले तल पढिसकेको हुँदाखेरि मैले माथिको भनेन, अब एकपछि नयाँ पाठमा छौँ। ततो पठाया त्यो समयबाट है, त्यो समयदेखि ततो पठाया त्यो समयदेखि रे यथा पण्डित श्रमण ब्राह्मण यथा जहाँ पण्डित श्रमण ब्राह्मण श्रमण ब्राह्मणहरू अति छन्। यदि यसरी वदन्ती भन्छन् है, जहाँ भन्छन् तथा त्यहाँ गन्धुवा पुगेर अथवा गएर सागच्छन् छलफल गराउँदी
गर्छन् रे है उहाँहरूले। अब सञ्चय परिभाषकसँग केही पनि छैन रहेछ। हामीले चाहेको अब हामी यो जम्बूद्वीपमा घुम्नुपर्छ, डुल्नुपर्छ, मोक्ष धर्मलाई बताउन सक्ने, सिकाउन सक्ने गुरुलाई खोज्नुपर्छ भनेर उहाँहरू अब सञ्चय परिभाषकको आश्रमबाट निस्किएर आए। अनि त्यसपछि अब जहाँ जहाँ पण्डित श्रमण ब्राह्मणहरू छन् भनेर उहाँहरूले थाहा पाउनुहुन्छ। अनि त्यहाँ त्यहाँ गएर ती श्रमण ब्राह्मणहरूसँग उहाँहरूले छलफल गर्थे अरे है, छलफल गर्थे अथवा साकच्छा गर्थे। त्यही उहाँहरूले पुट्ठङ सोधेको पन्यङ प्रश्नलाई है, त्यही उहाँहरू भनेको उहाँ दुईजनाले है, उपतिश्र र कोलितले उनीहरूद्वारा पुट्ठङ सोधिएको है, त्यही उनीहरूद्वारा अथवा कोलित र उपतिश्रद्वारा पुट्ठङ सोधिएको है, पुट्ठङ सोधिएको पन्यङ प्रश्नलाई अन्य अरू श्रमण ब्राह्मणहरूले कथेतुङ उत्तर दिन अथवा भन्न, जवाफ दिन सक्दैनन्, अरूले भन्न सक्दैनन् है। उनीहरूले सोधेको कुरालाई अरू कसैले पनि प्रश्न उत्तर दिन सक्दैनन्, सक्दैनन्। कथेतुङ प्रश्नको उत्तर दिन अथवा जवाब दिन सक्दैनन् रे। यहाँ तपाईँको यहाँ हाम्रो बुकमा चाहिँ के लेखेको छ भन्दाखेरि अरूले भन्न सक्दैनन् भनेर यसरी सरल तरिकाले अनुवाद गरेको रहेछ। फेरि एकचोटि हेर्नु होला, यो त्यही उनीहरूद्वारा पुट्ठङ सोधिएको पन्यङ प्रश्नलाई अथवा समस्यालाई, यहाँ चाहिँ के लेख्छ, प्रश्नलाई, पन्यङ प्रश्नलाई अन्य अरू श्रमण ब्राह्मणहरूले अथवा अरूले है, अन्य अरू श्रमण ब्राह्मणले अथवा श्रमण ब्राह्मणहरूले कथेतुङ भन्न सक्दैनन् अथवा जवाब दिन सक्दैनन् रे। के पना उनीहरूले भने रे, त्यही पना है, यहाँ चाहिँ फेरि यो पनाको अर्थ आयो है। त्यही पना उनीहरूले भने, त्यसङ तिनीहरूले, ती श्रमण ब्राह्मणहरूले भनेको है, अरू श्रमण ब्राह्मणहरूको त्यसङ अरू श्रमण ब्राह्मणहरूको पन्यङ प्रश्नलाई विसजिन्दी भन्न सक्छन् रे है, भन्न सक्थे। विसजिन्दी भन्न सक्छन् अथवा जवाब दिन सक्छन् रे। उनीहरूले प्रश्नको उत्तर दिन्छन् रे, प्रश्नको उत्तर दिन्छन्। विसजिन्दी भनेको चाहिँ उत्तर दिएको अथवा जवाब दिएको है, प्रश्नको जवाब दिएको। पन्यङ प्रश्नलाई विसजिन्दी उत्तर दिन्छन् रे। पन्यङ प्रश्नको विसजिन्दी उत्तर दिन्छन् भनेर यसरी अनुवाद गरिएको रहेछ तर हाम्रो बुकमा चाहिँ। तर पनि अघि मैले भनेको जस्तो पनि भन्न मिल्छ। त्यही भन्न उनीहरूले चाहिँ त्यसङ अरू श्रमण ब्राह्मणहरूले पन्यङ सोधेको प्रश्नको विसजिन्दी उत्तर दिन्छन् अथवा पन्यङ सोधेको प्रश्नलाई विसजिन्दी जवाब दिन सक्छन् रे। अब उहाँहरूले सोधेको अरू श्रमण ब्राह्मणहरूले जवाब दिन सक्दैन, तर अरू श्रमण ब्राह्मणहरूले सोधेको प्रश्नको उत्तरलाई भने उहाँहरूले सजिलैसँग दिन सक्थे रे है, दिन सक्थे। एवं यसरी रे सकल जम्बूद्वीपमा परिगणित परीक्षण गरेर
परिगणित्व परीक्षण गरेर निवतित्व फर्केर है निवतित्व फर्केर फर्की भनेछ यहाँ फर्किए। अब यहाँ परिगणित्व परीक्षण गरेर भन्न खोजेको चाहिँ अब सकल जम्बुद्वीपमा घुमेर डुलेर भ्रमण गरेर सबै ठाउँमा पुगेर अनि परीक्षण गरेर निवतित्व फर्की सगठान मेवा आगन्दवा सगठान मेवा आफ्नो वासस्थानमा नै आगन्दवा आएर रे आफ्नो ठाउँमा नै आगन्दवा आएर रे। आफ्नो ठाउँमा भनेको चाहिँ उहाँहरूको आफ्नो गाउँघर है आफ्नो उहाँहरूको जुन एकजनाको अब सारी भन्ने गाउँ एउटाको चाहिँ के भने कोलित भन्ने गाउँ र यस आफ्नो गाउँमा फर्केर उहाँहरू सारा यो जम्बुद्वीपमा घुम्यो डुल्यो कहीँ कतै पनि उहाँहरूले होइन सोधेको प्रश्नको उत्तर कसैले पनि दिन नसक्ने उहाँहरूले भनेको यो उहाँहरूको जुन समस्यालाई कसैले पनि समाधान गर्न नसक्ने त्यसो भएपछि अनि केही पनि नलागेपछि र सबै घुमिसकेपछि डुलिसकेपछि फेरि उहाँहरू फर्केर आफ्नै ठाउँमा आयो रे है आफ्नै ठाउँमा आएर सगा ठाना सगा भनेको आफ्नो ठाना भनेको ठाउँ ठानङ एवा है यहाँ पनि छुट्याउने हो भने सका ठानङ एवा सगठाना मेवा भनेर यहाँ सन्धि भएको हो तर यहाँ हामीले छुट्याउने हो भने चाहिँ विच्छेद गर्ने हो भने चाहिँ सगठानङ एवा भनेर यसरी छुट्याउनु पर्ने हुन्छ। विच्छेद भन्छ विसन्धि सन्धि र विसन्धि सन्धि भनेको जरुरी भयो विसन्धि भनेको छुट्याउने हो भने चाहिँ सगठानङ एवा त्यसलाई फेरि पछि फेरि सन्धि गराउँदा चाहिँ सगठाना मेवा बन्छ। अनि सगठानङ सगङ आफ्नो ठानङ स्थान ठाउँमा नै रे आफ्नै ठाउँमा नै अझै भन्यो भने सगठाने एवा यसरी पनि मिल्छ। यो जुन तल हाम्रो यो अनुवाद अनुसार आफ्नो ठाउँमा नै भनेपछि सगठाने एवा है सगठाने एवा यसो गर्दा फेरि म फेरि हुँदैन सगठानङ मेवा आफ्नै ठाउँमा नै सगठानङ एवा सगठाना मेवा आफ्नो ठाउँमा नै आगन्तवा आएर रे। सम्म कोलित प्रिय कोलित अथवा मित्र कोलित अमेसु हामीहरूमा है अमेसु हामीहरूमा यो सप्तमी विभक्ति छ बहुवचन अमेसु हामीहरूमा यो जो व्यक्तिले जसले प्रथमङ पहिलो पटक हैन पहिलो प्रथम अमदङ अमृत पदलाई अधिगच्छति प्राप्त गर्छ पाउँछ है अधिगच्छति प्राप्त गर्छ सो उसले इतरस अरूलाई आरोजेतुङ भनौँ है भनौँ भनेर भनौँ कसरी रहेछ हेर्छु तल किताबमा कसरी छ कसरी अनुवाद गरेको रहेछ भनौँ भने कतिकङ प्रतिज्ञा आकांक्षु गरे रे है आकांक्षु गरे कतिकङ प्रतिज्ञा आकांक्षुङ गरे रे। यहाँ पनि अब आपुपकरा धातु उङ विभक्ति छ त्यसलाई पछि रूपहरू यसो गर्दाखेरि आकांक्षु बनेको हो आकांक्षु गरे रे। फेरि पनि एकचोटि हेर्नु होला तपाईहरूले हामी मध्ये जसले पहिलो अमृत पद
प्राप्त गर्दछ उसले अर्कोलाई भनौँ भनी प्रतिज्ञा अथवा कुराकानी गरे अरे बाजा गरे भनेर खोजेको बाजा गरेको। फेरि पनि एकचोटि हेर्नुहोस् है कति बज्यो। आहा हाम्रो समय पनि पुरा भएछ, यति सघाइदिउँ होला। तदो पठाया त्यो समयपछि यता यता पण्डित दा श्रमण ब्राह्मण अथि जहाँ जहाँ पण्डित श्रमण ब्राह्मणहरू छन् भनी वदन्ती भन्छन् तथा तथा त्यहाँ त्यहाँ गन्धुवा गएर पुगेर सागच्छङ करोन्दी छलफल गर्छन् है, छलफल गर्छन् अथवा तर्क वितर्क तथा तर्क वितर्क गर्छन् है, तर्क वितर्क छलफल अथवा तर्क वितर्क गर्छन्। त्यही उनीहरूद्वारा पुटङ सोधिएको पन्याङ प्रश्नलाई अन्य अरूहरूले कथेदुङ भन्न सक्दैनन्, उत्तर दिन सक्दैन, जवाब दिन सक्दैनन्। त्यही भना उनीहरूले चाहिँ त्यसङ अरू ती श्रमण ब्राह्मणहरूको पन्याङ प्रश्नको विसर्जिन्दी उत्तर दिन्छन्। अरू श्रमण ब्राह्मणहरूले सोधेको प्रश्नको उत्तर दिन्छन्। अब यहाँ पनि हामीले एउटा शब्द थप्न मिल्छ है अर्थ दिँदाखेरि। कहिले कहिले चाह्यो भने चाहिँ अर्थ दिनु, यहाँ भनौँ न त्यही पन्ना उनीहरूले चाहिँ त्यसङ ती श्रमण ब्राह्मणहरूले, यहाँ अगाडिको यो पुटङ यसलाई है श्रमण ब्राह्मणहरूद्वारा अथवा श्रमण ब्राह्मणहरूले पुटङ सोधिएको थपेर है, थप पाठा शेषा भन्छ, कहिले कहिले यो थप पाठहरू राखिदिनु पर्ने हुन्छ यो अर्थ दिँदाखेरि। पुटङ सोधिएको पन्याङ प्रश्नको विसर्जिन्दी उत्तर दिन्छन्। एवं यसरी सकल जम्बुद्वीपमा परिगणित वा परीक्षण गरेर निवर्तित वा निवर्तित वा फर्की सगठानमे वा आफ्नै ठाउँमा नै आगन्तुक आएर सम्मकोलित मित्रकोलित हामीहरूमा यो जोले पटमङ पहिलो अमदङ अमृत पदलाई अधिगच्छति प्राप्त गर्छ सो उसले इतर अर्कोलाई आरोचितुङ भनुङ इति भनी कतिखाङ प्रतिज्ञा अथवा कुराकानी आकांक्षु गरे रे। यसरी अर्थ आउँछ है। अब यसको भावार्थ चाहिँ भन्ने हो भने चाहिँ जब उहाँहरू यी सञ्जय परिवाचकको आश्रमलाई छाडेर मोक्ष धर्म बताउन सक्ने गुरुलाई अब हामी खोज्नुपर्छ, यो जम्बुद्वीपको गाउँ निगम राजधानीहरूमा घुमेर डुलेर हामी मोक्ष धर्मलाई बताउन सक्ने गुरुलाई आचार्यलाई हामी आचार्य खोज्नुपर्छ, पक्कै पनि कोही न कोही त पक्कै पनि छ भनेर सञ्जय परिवाचकको आश्रमबाट उहाँहरू निस्केर यसरी निस्केको दिनबाट जहाँ जहाँ विद्वान पण्डितहरू श्रमण ब्राह्मणहरू छन् भनेर उहाँहरूले थाहा पाउँछ। अनि त्यहाँ गएर ती श्रमण पण्डित भनिने श्रमण ब्राह्मणहरूसँग तर्क वितर्क कुराकानीहरू गर्थे र यसरी गर्दाखेरि उहाँहरूले सोधेको कुरालाई अरू कसैले पनि भन्न नसक्ने, जवाब दिन नसक्ने, तर अरूहरूले सोधेको प्रश्नको उत्तर भने उहाँहरूले सजिलैसँग दिन सक्ने। यसरी गर्दा गर्दै सकल जम्बुद्वीप घुमेर डुलेर पनि सकल जम्बुद्वीपलाई यसरी परीक्षण गरेर फेरि उहाँहरू आफ्नै ठाउँमा फर्केर आएर आफ्नै ठाउँमा पुगिसकेर फेरि उहाँहरूले एउटा प्रतिज्ञा उहाँहरूले अथवा बाजा गर्नुभयो होइन, बाजा गरियो। उहाँले के बाजा गर्यो त भन्दाखेरि अब हामी दुईजनामा जसले पहिलो पटक जुन अमृत पद मोक्ष धर्मलाई
प्राप्त गर्छ उसले अर्कोलाई पनि भन्नुपर्ने हुन्छ भन्ने प्रतिज्ञा उहाँहरूले गर्नुभएको थियो है। यसरी प्रतिज्ञा गरेर है जसले पहिलो अमृत पदलाई प्राप्त गर्छ उसले अर्कोलाई भनौँ भने कुराकानी या प्रतिज्ञा गरेर यसरी यसको अर्थ आउँछ। मेरो पनि यहाँ 3 दिन लगातारै यो पूजा पाठहरूमा यो कार्यक्रमहरूमा जानु परेको हुनाले आज र भोलि 2 दिन, भोलि र पर्सि 2 दिन खाली छ होला। फेरि पछि हुँदाखेरि घाँडी अलिकति हिजो त भएर अलिअलि घाँडी मेरो पनि जस्तै भइरहेको छ। त्यस कारणले अलिकति मेरो पनि बोल्दाखेरि आवाजहरू फाटिएको छ जस्तो छ र त्यस कारणले आज चाहिँ हाम्रो समय पनि पुरा भइसकेको हुनाले आजको हाम्रो यो कक्षा चाहिँ यही रोकेर राखौँ। अब फेरि अब आउँदो बुधबार फेरि हामी भेट गरौँला र यति भन्दै ल सबैजनालाई यो क्लासमा आउनुभएकोमा यहाँ सम्पूर्ण हाम्रा सदमकोविद तह 10 का विद्यार्थी उपासकहरू उपासिकहरू भन्देहरू गुरुमाहरू छन् होला। यहाँहरू सम्पूर्णमा यहाँहरूको जुन यो वर्षको यो शैक्षिक यात्रा सफलतापूर्वक अगाडि बढाउन सकोस् र सफलतापूर्वक यहाँहरूले यो सदमकोविद तहलाई उपाधिलाई हासिल गर्न सकोस् भन्ने कामना गर्दै आजको हाम्रो कक्षा यही सकिएको छ। साधु, साधु 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 वन्दना भन्छु।